Hello everyone. पछाडी चाहिँ यस्तो दामी देखिरहेको छ कि Hello everyone. Good morning and happy Sunday. आज Sunday चाहिँ हामी चाहिँ 3 जना हाइकिङमा जाँदैछ हैन. हाइकिङ भन्देको नि गुम्बा डाँडा गएको माथि हैन. 3 जनामा म चाहिँ लास्टमा हो हिँड्नु सक्दिन किनभने म यत्रो लामो पनि आफ्टर बिमार भएर चाहिँ फर्स्ट टाइम हिँड्दैछु हो. यत्रो अब मलाई थाहा छैन कति उयो हुन्छ के पो कति साह्रो पर्छ भनेर 2 जना चाहिँ उहाँ हिँड्दैछ. पर्ख न पर्ख साथीहरू. म यहाँ देखाउँछु 2 जना. 2 जना चाहिँ उहाँहरू हुनुहुन्छ. थाक्यो अन्त तिमीहरू केम भन न अन्त. सो अब अलिक माथि भेटेर पुगेर भेट्छु. सोरेङमा चाहिँ लगभग 1 विक बाद चाहिँ यस्तो वेदर भएको छ हैन. देखाएको 2 जना चाहिँ त्यही हिँड्दैछ. म चाहिँ अलिक हिँड्न सक्दिनँ. पछि पछ्याउँदैछु हैन. जान्दैछु तल्लो बाटो गएको हामी कता माथि यतातिर जानुपर्छ होला. आई गेस गएकै छैन म त कहिले पनि हो. अन्त अब अहिले माथि पुगेर भेटौँ. सन्डे त सोरेङ बजार त केही छैन. यहाँ नाम चाहिँ कस्तो खतरा हुन्थ्यो किनभने सन्डे चाहिँ सोरेङ बजार बन्द हो नि त. त्यसले गर्दाखेरि हामी यात्री निवास पुग्न आँटेको. यात्री निवासदेखि चाहिँ क्या दामी देखि नि भ्यू. क्या दामी उयो पऱ्यो त्यो फ्ल्याग भएको चाहिँ सोरेङ स्कुल हो. यहाँ धुप्पी छ. धुप्पी डाँडा होला. हामी चाहिँ सर्टकट गएको. जाउँ गलेर हत्तु भयो. हामी त फ्याट बसिरहेको छौँ त. त्यही भएर कस्तो डरलाग्दो गरम है. अब यसो पो गर्नुपर्ने रहेछ. ज्याकेट लडाएको हेरिहाल्नु. खाइसक्यो ज्याकेट लाग्थ्यो. यहाँ हेर्नु यहाँ बानिएको झिल पनि पुगेको छैन है अझै. पुगेकै छैन. अब टाइम लाग्छ होला तर पनि हामी पुग्ने छौँ. पुग्नु चाहिँ छ. ओइ नपुग्ने त छ. फर्किँदा चाहिँ छ भन्न फर्किँदा चाहिँ रोडै रोड आउनुपर्छ. सुलसुले खेल्दैन न. रोडै रोड फर्किँदा चाहिँ कृषिमा भेटौँ गाडी. पुरा गरम अम्बो. हामी चाहिँ यहाँ माथि आइपुगेछ तर यहाँ माथि चाहिँ कहाँ हो यहाँ त्यो सोरेङ हेर्नु न हौ. सोरेङ चाहिँ यहाँ मुनि तल देख्दैछौ हे. अब यता स्कुल हो. हामी चाहिँ यत्रो माथि आइपुगेको छौँ थाहै छैन. तर हामी कहाँ आइपुग्यो ठाउँको न. यस्तो खतरा गरम. यस्तो दामी देखिरहेको छ कि तर यताबाट वेदर है कस्तो दामी भयो है. अब मुनि नजाने भन्दैछ माथि पुगेर. अहिले मार्लाई यहाँ हेर्नु न. मैले के देखेँ यो गुर्बाको पत्ता कत्रो कत्रो हुँदो रहेछ लेकमा त. हाम्रोमा त यस्तो यहाँ जाएर देखाउनु सक्थ्यो कि जुका लाग्दो रहेछ. यहाँ हेर्नु नि बिहाइन्ड द सिन चाहिँ यस्तो हुन्छ. फोटो खिचेको यहाँ छ. मेरो मोडल चाहिँ यहाँ छ हो. अब फोटो खिच्नुपर्छ मैले. फाइनल्ली हामी चाहिँ झिल पुगेको छ. सिमदाप झिल. गोल्डफिस यस्तो छ नि त. गाइडहरू चाहिँ यस्तो छ नि त. गाइडहरू चाहिँ यस्तो छ नि त. गाइडहरू चाहिँ के गर्नु खोजेको. म पैसा बन्दै दिँदै पैसा काटिदिनु पर्ने भयो. आई अब यसरी ढ्याकट्याक गरेर हिँड्नु पनि हुँदैन. म चाहिँ फेरि झिल चाहिँ यति चाहिँ पानी छैन रहेछ. यति चाहिँ रहेछ. व्याउ कस्तो दामी देखेको. फाइनली हामी चाहिँ यताबाट जानु. गुम्बा डाँडा पनि आइपुग्यो. अन्त पानी पिउन आँटेको. गुम्बा जाने बाटो चाहिँ यहाँ हो. तर हामी चाहिँ कहाँ जानुपर्छ. यतै जानुपर्छ. बडाखोप जान्छ. यताबाट बढ्छ. यताबाट जान्छौ. यता देखाइरहेको छ त.
कस्तो डरलाग्दो थाक्यो कि खै म खाँदै गर्छु तपाईँ भिडियो बनाउँछु फोटो खिचेकोले चाहिँ नि चार्जर अघि सकिसकेको छ आधी मात्रै छ हो अन्त उनीहरूको चाहिँ त्यो बेला बेला पिटिक पिटिक निकाल्यो निस्केको पनि छैन ब्यागबाट फोन त यस्तो दामी देखिरहेको छ कि यहाँनिर पाइनहरू थ्याङ्क यू गाजर पनि खानुपर्ने है अन्त एक एक पिस गाजर खान्छ यहाँ चाहिँ दुईजना चाहिँ हामीले फ्रुट्सहरू पनि लिएको म छु यहाँ यस फ्रुट चाहिँ हाम्रो चाहिँ उयो छ कि पो आलु दिदीले खाँदैन पानी पानी पिउँछु नि हो ए खाएको छैन देखाइदेऊ न यी बनाना बनाना यी हामी चाहिँ हेल्दी कुरा मात्रै खान्छ अनहेल्दी खानु छोडेको मैले गर्दाखेरि उनीहरू पनि अहिले पुरा हेल्थ कन्सियस भएको छ कि अब खानेलाई यिनीहरूले फेरि मलाई राखिदिँदैन तर होइन खोइ एप्पल यो मात्रै मनपर्छ यो र यो मात्रै मनपर्छ अम्बक अम्बक मन पर्दैछ त बिहान त खाँदिनँ भन्यो त मलाई त दामी जग्गा खाने ठाउँ बसेर खाने ठाउँ पनि छ टावरको मुनि जुगा चाहिँ हजारवटा जस्तो चढ्यो होला ल हामीलाई हामी तल गएर भेट्छौँ हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेको थियो तर बादलले केही पनि देखेन अन्त अहिले हामी चाहिँ के गर्दैछ भन्दाखेरिलाई रोडको बिचमै बसेर हन्टिङ हान्ने गर्दैछ खास चाहिँ यताको भ्यू हेर्नु यताको भ्यू हेर्नु आएको देखाउनु तिमीहरू मैले देखेकै छुइनँ यता तालेबी यता ओख्रे पर वेस्ट बेङ्गल यता हेर्नु आएको कि तर लास्टमा चाहिँ नदेखेर खाँदैछ यहाँ हामीले आलु पनि ल्याएको छौँ त आलु चाहिँ यहाँ छ लेकको आलु अचार चाहिँ खाइसक्यो तिमीहरूले अचार खाइसक्यो यति बेसी अचार त्यो खाइसकेछ त्यो छुट्टी पाकेको होला पिरो त्यस्तो लाग्यो यसले चाहिँ गाजर पनि के ममा यस्तो भुत्लाहरू नौकै काटेछ अर्ग्यानिक खानुपर्छ अर्ग्यानिक खास त नधोइ पो खानुपर्छ खास चाहिँ नधोइ खानुपर्छ अर्ग्यानिक अन्त जाती हुन्छ आलु खोलौँ न आलु पनि देखाउँ न सेतो आलु पो त खोलो न गाइस खोलो शेर्पा आलु सेतो ए सेतो आलु शेर्पा आलु अरे म त मैले खाएको चाहिँ देखाउनु अम्बक पनि छ केरा छैन थियो होला एउटा मैले त खाइनँ मलाई मन पर्दैन केरा मैले खाएँ बनाउन अघिदेखि खाएको छु मैले मन पर्दैन अनि आयो अब चाहिँ म चाहिँ गाजर मात्रै खाएको हो छिटो आयो यहीँबाट वेटिङ सेट थिएछ कि त्यहाँ बसेर खाने भएको थियो त्यहाँ चाहिँ दुईजना दाजुहरू पनि के खानु हुँदैछ अन्त अब हामीहरू यहीँ खाइदियो नुन भए पनि हुन्थ्यो नि है जुगालाई पनि ठिक हुन्थ्यो आलुलाई पनि ठिक हुन्थ्यो तिमीहरूले नुन चाहिँ आलु काट्दै छैन होला नि चिसो भएर ल्या है यसको लागि केही त हुनु पर्ने थियो अचार अब यति खानु लु खाएर हेऱ्यौ न चिसो खानु काँचो त भयो सिलाइ खुसिन्छ सुरु हाँस्नु पनि भएको छैन हो हामी चाहिँ फर्किँदैछु हो फेरि फर्किँदै गरेको कि अहिले चाहिँ सर्टकट पाएर चाहिँ सर्टकट ओह्रालो जाँदैछु हो हामी किन होइन यो त उयो भिडियोको लागि हो यहाँनिर ऊ सर्टकट हेर्नु नि त्यो एउटा अङ्कल र आन्टी बिचारो उहाँहरूले देखाइदिनु भएको कि म त भुँडी दुखेर कन्ट्रोलै गर्नु नसकेर चाहिँ उहाँहरूलाई सोधेर टोइलेट गरिवरि निस्केको अन्त त्यतिन्जेलमा यहाँ बाटो पनि बनेको थिएछ होइन अन्त अब हामी झर्दैछु यहाँ बाटो चाहिँ अलिक यस्तो नि त कि तर सर्टकट अरे टक्कै तल झिल निस्किन्छ अरे कि जाँदैछु हामी त्यहाँ दोकानमा मिठाई किन्दैछ यहाँ क्रिएटिभिटी हेर्नु न फुल रोपेको अम्बो नि ए
यस्तो रहेछ नि त हामी चाहिँ यहाँ आइपुगेको छ झिल यही नि त देख्छ झिलको अपोजिट साइडमा आइपुगेको छ हामी अघि उहाँबाट गएको जानु चाहिँ ओ त्यो पर यो बाटो यो सेरी बाटो गएको हो त्यहाँबाट गएको ए अब यताबाट जानुपर्छ हामी हेलो गाइस नानाहरू चुप बसिरहेको छ म चाहिँ यहाँनिर अहिले आएको अन्त यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ दुईवटा फुल एउटा फुल यहाँनिर छ अर्को फुल यहाँनिर छ लो थाकेको हालत अब चाहिँ थाकेर मान्छेहरू यस्तो भइसकिसकेको छ यहाँ हेर न कुछ त मान्छेहरू बिहान कस्तो थियो अहिले कस्तो भयो थाकेर ए यस्तो छेपारीहरू दुखेर यस्तो साह्रो पऱ्यो कि छैन रहेछ छ भने चाहिँ छ रहेछ हाम्रो रुम यहाँ छ हामी चाहिँ फाइनली प्रगति चौक आइपुग्यो प्रगति चौकमा यो सामान रिसिभ गर्नुहुन्थ्यो कत्रो चाहिँ आएको छ हौ यो चाहिँ कत्रो चाहिँ छ हौ ब्याग पनि के भन्छ सामान आएको छ रिसिभ गरेँ होइन अन्त यहाँ उयो होइन अब आफ्नै घर आइपुगेको जतिकै फ्याट फ्याट बसेको होइन उठ्नु त मन परेन अब अन्त कुछ बोल्ने कायो होइन केही दुख्नु चाहिँ दुखेको छैन तर के भएको ल्यासलुस भयो ल्यासलुस अरे अब चाहिँ टक्कै रुम पुगेर भेट्नेवाला सुखे गाइस हामी चाहिँ रुम आइपुगिसक्यो यसरी फ्याट्टै लडेको अवस्था उहाँ त जुत्ता म त झन् जुत्ता पनि खोलेकै छुइनँ जुत्ता चाहिँ खोलेको रहेछ यतिमै भिडियो राख्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ